पानी पानी छ अनि घाम बसिहाल्छ तिमी किन आफ्नो चप्पल नलगाएको त्यो मामुको चप्पल लगाएको त्यो लड्छ तिमीले हुन त हिल्छ त्यसमा छोड पुरा फुल छ हैन गाइस अहिले सिद्धि सक्यो अनि गाइस यो हाम्रो बुवाले नयाँ फुल लिएर आएछ कि बिउ लिएर आइसकेको रहेछ अनि यहाँ कति धेरै नयाँ नयाँ राम्रो राम्रो फुल फुलिरहेको छ आमालाई यस्तो धेरै मन पर्छ यो फुल यस्तै पातहरू जन्मिन्छ यस्तो गर्दा होला जन्मिन्छ ग्रो हुन्छ एउटा हल्लाएपछि सबै हल्लिरहेछ किनकि यसलाई जोडेको छ यसले अरू पनि हल्लिरहेछ यसलाई त जुडाएको छैन नि यहाँ हाम्रो गाडी हो धुलो न धुलो भा छि धुलोमा हात नलाउन यो चाहिँ सनफ्लावर खतरा है सानो बच्चा पनि उम्लिरहेछ बच्चा उम्लिरहेछ बच्चा अहिले होला ए कस्तो राम्रो फुल जन्मिरहेछ के हो जन्मिरहेछ भने त्यो त झार हो सानो यसको फुल होइन नि होइन र हो के फुल हो होइन के झार हो सानो फुल हो झार हो के झार हो झार झार झेर कस्तो राम्रो फुल हेर्नु न के हो यो के नाम पानीमा बस्ने फुल हो अनि यसमा चाहिँ लक्ष्मी बस्नुहुन्छ हाम्रो घरमा कमल हो कमलको फुल हो अनि हाम्रो घरमा अनि यो त माटामा छ त फेरि पानीमा बस्छ भने हैन तर लक्ष्मी माताले चाहिँ पानीमा राखेर बस्नुहुन्छ भने ए ए यो चाहिँ खै के गर्नु पर्छ यत्रो ठुलो छ पात पनि हेर्नु न कस्तो राम्रो छ यत्रो त यो आइफोन हो हैन आइफोन भन्दा ठुलो यो धेरै हुन्छ हेर्छु यहाँ त खाने यो पनि छ तर यहाँ ठुल्टेको हुन्छ खाने फोहोर छ यस्तो गरेर रस निक्लिन्छ नि यसको अनि त्यसलाई चुस्नु मिठो हुन्छ मिठो हुन्छ चरी अमिली भन्छ क्या यसलाई खै ल अब त टिपेर खानु लाऊ ए यो अमिलो नखाऊ आज के हुन्छ र अमिलो आज खाँदा आज नखाने भने त अमिलो यहाँबाट सुन्छ न कस्तो नमिठो बास्ना आएको छ खाँदाखेरि मिठो हुन्छ नि तर नमिठो बास्ना आउँछ ओरेन्ज फ्लावर वाउ त्यो ओरेन्ज फ्लावरको नाम के हो नि खै थाहा छैन सबैको नाम थाहा छ कोही कोहीको थाहा छैन मलाई यो घोप्नेवाला घोप्छ होइन बेटा खोइ घोप्छ नि अच्छा पोल्दो रहेछ पोल्छ मतलब घोद्दो रहेछ भने क्या घोप्छ के भयो हातमा त्यो होइन घोच्यो हल्का के भएछ नि के हिँड्छ माथि जाम मामले के भनेर बोलाइसकेको के भनेर बोलाएको मेरो भगवान गाइस तपाईले देख्नु भयो नि उहाँ त मेरो बाबा हो मेरो बाबा हो अनि हामीले आजदेखि भ्लग सुरु गरेको हो गाइस हाम्रो भ्लग बनाउन मन पर्छ हामीहरूले तर भ्लग बनाएको थिएन त्यति नै हामीहरूलाई भ्लग बनाउनु मन लाग्यो ताल चलाइदिउँ न यहाँ ल ताल चलाइदिउँ साथी छ अरे उता उता मैले हातमा क्यामेरा लिएर लाउन मिलेन कि चल्छ ताल चलाइदिउँ आउँछ तिमीले नभए तिमी लिएर आऊ मलाई दिन्छु ल यहाँ तिमी क्यामेरासँग मलाई दिन्छु देऊ बाबालाई चाहिँ चाबी गाइस हेर्नुहोस् मेरो बाबा
त्याच्याला त्यही स्केच चाहते गरौँ को बनाइरहेछ भ्लग एक्सपिरियन्स मान्छेभन्दा ठुलो भेट कसले छ गाइज तपाईँहरूलाई थाहा छ मलाई नदौड्यौ न सिस्टम गाइज हाम्रो दबिने ब्लग बनाउँदै खाम लावे त मिनस माथि जाम यता गाइज मेरो मामु खाना पकाउँदै हुनुहुन्छ आलु मस्यौदा प्याज टमाटरको अचार हुन्छ नि सही यम यम्मी हुन्छ बोडीको तरकारी नि त भेट्नु बोडी म त यो मसला चाहिँ मसला थोर दाल धेरै मसला धेरै मसला दाल एक थोपा दाल एक दाल भाइमा म खान्छु घिउ पनि हाल्छ है घिउ दाल कति धेरै आइसक्यो धेरै आइसक्यो के धेरै बढिसक्यो धेरै आइसक्यो होइन सबैतिर थाहा पाएँ माथि घाम चाहिँ नजाने होइन घाम चाहिँ अहिले नजाने पख सानो यहाँ आउनु ओहो नङ काट्नु पर्ने हात र खुट्टा दुइटैको नङ काट्ने बेला भएको कसरी बढेको यत्रो बढिसक्यो नेल कटर ल्याउँछ त यहीँ छ बुवामा पखमा निकालेर होइन हातको चाहिँ काटिदिन्छु किन नि सफा गर्नु पर्दैन त अनि खुट्टाको काट्ने नराम्रो लाग्छ गाइस भिडियो बनाउन समात्नुपर्छ नि त अनि त्यसरी त्यो समात्ने गाइस मामु भएन किनकि मामु त काम गर्छ अनि हजुर आएपछि भ्लग बनाउँदाखेरि मजा आउँछ मेरो मम्मीको ड्याडी मेरो भ्यान्जी तनिया सुकाइ गएर तनिया के हो तनिया जस्तो लाग्यो मलाई गाइस म मेरो नङ काटेर ध्यानले काटिदिएर क्या फेरि फेरि उ हुन्छ नि त लाग्छ नि त आफ्नो पेट छोड्छ आज मामुहरूको बाइबल लक्ष्मीको पूजा हो म कस्तो बिर्सेछु तुलसीमा त तल हुनु तर मामुहरू के अरे के को लक्ष्मीको पूजा गर्नुहुन्छ भनेर त म र मेरो अर्को साथी तर मभन्दा ठुलो छ म उसलाई त्यही पनि सुस्मिता हुन्छु उसको नाम सुस्मिता हो नि त सुस्मिता के होला घिमिरे सुस्मिता घिमिरे हुनसक्छ घिमिरे हो र त्यो
के हो त चौधरी होला चौधरीहरू पनि हिन्दी बोल्छ चौधरी होला चौधरी उसको मम्मी के बोल्छ होइन कस्तो हिन्दीमा बोल्छ चारदारीहरूलाई के भन्छ भने खिन्छ के भन्छ चाइनिज जस्तो भन्छ ए भर्खर चाहिँ यत्रो लङ बढाएर लङ यत्रो लङ यत्रो लङको बढाएर हजुर सबै घाँच्दैछ अब छैन यार ढाड चिराउँदा यस्तो दुख्छ नि गाइस तर बाबा हैसिन्छ बाबा सबै विष पुरा हालिदिन्छ ढाड छिराइदिन्छ खाने तर म मामलाई नै हान्छु किनकि मामको टिका लगाउँदाखेरि मम्मीको मामा त खिसिन्छ टिका तल 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 टिका त्यहाँ छ ल के छ हाइट दाइमा ठिकै ल नङ पनि छालामा कसरी जान्थ्यो भने ए छाला पनि नङमा कसरी जान्छ नङ काट्दा कहिले काहीँ छाला जान्छ भनेको के छालामा टाँसिया हुन्छ नि त नङ त्यो हामीले काट्ने पोर्सन चाहिँ छालाभन्दा माथि हुन्छ होइन त्यो नकाट्ने पोर्सन चाहिँ छालामा टाँसिया हुन्छ कि नङ बुझ्यो बाबाको यत्रो मोटो मोटो छ होइन धेरै मोटो भने बाबाको यहाँ छ बाबा यस्तोकोमा पारेको छैन तर यस्तोमा पार्यो यो हतियार हो कि कहिले काहीँ यसो कसरी के गऱ्यो भने चिमोडिदिनु हुन्छ अन्त कि किचिक पारेछ कस्तो काबुट लाग्छ काबुट यस्तो गर्दा काबुट लाग्छ ठुलो नम्बर है यो अप्ठ्यारो भयो यार यहाँ गाइस बनाउँदा भ्लग बनाउँदा कस्तो गर्मी भयो गाइस घाममा बसेपछि गरिम भयो बोल्दा बोल्दा पनि त एनर्जी जान्छ अनि गर्मी हुँदै जान्छ नि त त्यो सोह्र जसी भनेर चाहिँ यस्तो दुख्दैन रातिसम्म बोलिरहेको छ होइन ऊ नै बोल्ने हो है मामु खुट्टाको सानो एकछिनपछि फेरि कति बेला आऊ न मम्मी अब यहाँ अर्को ऊ गर्नुपर्छ तयारी गर्नुपर्छ आउँछ र कस्तो फोहोर भएको छ खाले निकाल्दै सबैलाई खै यसरी 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 गर्न मिल्दैन त्यहाँ माथि बस्छ तिमी यता माथि बस्छ त अनि सजिलो हुन्छ ल फेरि काटेको त्यो एक्सनमा काटेको छाला चाहिँ निकाल्दिनुहोस् पहिला राति निकाल्नु तालो नङ काटेको खुट्टाको कस्तो च्यापच्याप लागेको छ तिमीले खुट्टा धोएको छैन छोरी हजुर खुट्टा धोएको छैन कस्तो एक सेकेन्ड कस्तो फोहोर च्यापच्याप लागिरहेको छ एकछिन अब बुढी आउला भन त सानो के भनेको देऊ न त्यो बुढी औँलाको देऊ त फेरि बुढी औँलाको अलिकति छ यहाँनिर देऊ त त्यहाँ मिलाउनु भएको सिधा
हो त्यसो नि यहाँ यहाँ गाह्रो हुँदैन झन् सजिलो हुन्छ सजिलो हुन्छ जोडे घाउ घाउ होइन नहुने हो त्यो टाँस्छ नि कालो कालो साइड घाउ अझै के मुखमा पऱ्यो ठ्याक्क मेरो नोकेको छ गाइस म होटेलमा हुँदाखेरि यसरी नङ काट्दिनँ अनि म तलै आएर जान्छु जब म आफ्नो घरमा हुन्छु तब म तल गरेर बस्छु होटेलमा कहिले काट्दैन होटेलमा काट्छु त कत्रो मोटो तिमीले त काट्ने बेला गएको थियो भनेर भन्नु यस्तो गर न कस्तो खुट्टा भएन यस्तो यस्तो गरेर मामुली बेल्ट चाहिँ किन लाग्यो काट्दै म त जिम जानु लाग्यो नि खुट्टा के दिनको जान्छ मेरो पनि काट्छु बनाइदिउँ तपाईँको भ्लग मेरो मामुको हो त्यो मेरो बाबा हो एकछिनमा तपाईँलाई अर्को ठाउँ पनि देखाउँछु ल हेर्नुहोस् घाम आइरहेको छ एकछिन बाबा म माथि गइरहेको छु ल